साथीहरू निकै नै कष्टपूर्ण शीतलहरपछि आज बिहानैबाट घाम लागेको छ। एकदमै न्यानो घाममा सबैलाई एकदम स्वागत छ। आज म तपाईहरुलाई बर्दिबास नगरपालिकामा जुन शीतलहरको कारण जाडोको कारण बिदा दिइने गरिन्छ, निरन्तर गरिँदै आएको छ, यो विषयलाई अलिकता फरक किसिमले राख्न चाहन्छु। बर्दिबास नगरपालिकामा जाडो मौसमको बिदा दिँदाखेरि चाहिँ शीतलहरको बिदा दिँदाखेरि हामीले रोड भन्दा मास्तिरको मौसम फरक र रोड भन्दा तलतिरको मौसम फरक। रोड भन्दा मास्तिर यसरी झलमल्ल घाम लागिरहँदा पनि हाइवे भन्दा तलतिरको बस्तीहरुमा चाहिँ शीतलहर र अत्यधिक पीडादायक अवस्था हुन्छ। त्यसैले यो अबदेखि नगरपालिकाले विभिन्न निकायहरूले बिदा दिँदाखेरि पनि दुई चरणमा दुई तरिकाले हाइवे भन्दा मास्तिरलाई एउटा आधार मानेर बिदा दिने र हाइवे भन्दा तलतिरको बस्तीहरूलाई विभिन्न विद्यालय अथवा अन्य कुराहरू बिदा दिँदाखेरि तलतिरकोलाई आधार मानेर बिदा दिँदाखेरि प्रभावकारी हुन्छ जस्तो लाग्छ। वास्तविक चिसोबाट चाहिँ मुक्ति हुन्छ होला जस्तो लाग्छ। तपाईहरुको विचार के छ राख्नु होला।